एकैछिन यो भिडियोलाई ध्यान दिएर हेर्नुस् त। यो भिडियोमा बताएको यदि तपाईलाई समस्या त्यस्ता छन् भनेदेखि स्वास्थ्य सम्बन्धी समस्या कसरी उपचार गर्ने, कसरी खाने, कसरी प्रयोग गर्ने भन्ने बारेमा बताइएको यो भिडियो एकदमै ध्यान दिएर सुन्नु होला र पेजलाई लाइक गर्न पनि नबिर्सनु होला। बेसारको पातलाई सबैभन्दा राम्रो ग्यास्ट्रिकको औषधिको रूपमा मानिन्छ। दिनको 1 ग्लास दुधमा बेसारको पात मिसाएर दिनहुँ पिउनुहोस्। यसो गर्दा ग्यास्ट्रिकको समस्या कम हुँदै जानेछ। त्यस्तै अम्बाको पात पनि ग्यास्ट्रिकको अचूक औषधि हो। एउटा अम्बाको पात लिनुहोस् र त्यसलाई पानीमा उमाल्नुहोस् र उक्त पानीलाई दिनहुँ पिउँदा ग्यास्ट्रिकको समस्या कम हुँदै जानेछ। अर्को आलुको जुस। आलुलाई सफा गरेर त्यसको बोक्रा हटाई 1 टुक्रा पानीमा उमाल्नुहोस् र त्यसलाई दिनदिनै 1 ग्लास 3 पटक खाना खानु अघि पिउनुहोस्। त्यसले पनि तपाईलाई धेरै राहत दिन्छ। ग्यास्ट्रिकको समस्या कम गर्ने अर्को तरिका अदुवा हो। अदुवालाई औषधिको रूपमा पनि मानिन्छ। दिनहुँ खाना खाएपछि ताजा अदुवाको टुक्रा चपाउनुहोस्। यो समस्या आफै टाढा हुन्छ। यसरी अदुवाको धुलो, नुन, हिङ पानीमा मिसाएर दिनहुँ पिउने गर्नुहोस्।